हो साथीहरू, हामी चाहिँ पानी बनाउन आएको थियो। पानी चाहिँ भइसक्यो र यसको बादमा चाहिँ तम्बर्के खोज्दैछु। पानी बनाइसकेर तम्बर्के खोजेको। सिस्टुले चिन्दैन मलाई। सिस्टु र म साथीभाइहरू मिलेर यहाँ जङ्गल बढी छ केटाकेटी। सिस्टुले चाहिँ यहाँ डराउँदो रहेछ होइन। म त अब सिस्टर खाने मान्छे होइन, सिस्टर नै मसँग डराइहाल्छ। अन्त सिस्टरले पोल्यो साथीहरू जङ्गलभित्र होइन। जंगल खतरनाक जंगल पे धीरे धीरे आगे बढ़ती हुई हम लोग। इसको कहते क्या बोलता है इसको? चारै दिशाबाट केटाकेटी लडी पठाइदियो। तम्बर्के त ठुलो खालको तम्बर्के पाए कि हामी यस्तोहरू त लाने जङ्गलको चाहिँ जङ्गलको हरियाली चाहिँ हामी टिप्ने बानी छैन क्या। दाइ फुलिरहेको छ। यसलाई मल हालिहाल्यो केटा, पत्ताहरू हालिएको त केटा अलिक फुल्छ। अलिक पुरानो माटो पुरानो हालेको हो। हामी जस्तो खालको फुलहरूलाई स्याहार्छ जङ्गलमा गएर केटाकेटीहरूले पत्ताहरू हालिदियो फुलमा। फेरि हामी लाग्यो अगाडि बिस्तारै। भाइ उयो पनि रहेछ लड्छ उताबाट पनि छ ठुलो। यहाँ पनि रहेछ यहाँ रहेछ किन हेर्दा। पायो हो ल यस खास चाहिँ पायो। खास चिजको लागि खोज्दै आइपुग्यो होइन। यहाँ मकरीका जाल भने लाग्यो र निकालिछाड्यो। खास सामानहरू चाहिँ पाइसक्यो, हामीले पाइसक्यो। त्यसले गर्दाखेरि हामी जानुको लागि तयारी हुँदैछ। हाम्रो गुम्बाको पानी खाने है, पानीको मेन मन भन्छ होइन, पानी पलाउने जग्गा चाहिँ हो। त्यो वरिपरि चाहिँ हामीले यो सफा राख्नुपर्छ। हामीले यहाँ रुखहरू रोप्ने विचार छ हाम्रो फ्युचरमा। अन्त यहाँ मुनि पानी गुम्बाको पानी खान्छ ल। साथीले पाइहाल्यो, अलिअलि त पायो हामीले होइन। सामान खोजेको सामानहरू पायो। अन्त हामी चाहिँ अरालो अब निस्किँदैछु पानीपट्टि, पानी बनाउनेपट्टि। बाटो चाहिँ एकदमै डरलाग्दो रहेछ, नराम्रो लडेको म चाहिँ। भन्नु पो भएको छैन है यहाँ भाइ। दिस वान अल्सो टेक दामी। यहाँ राम्रो चिज पायो हामीले। तिर्टै बोक्ला भाइ। र हामीले खोजेको चिज चाहिँ पाएन। तम्बर्के भन्ने चाहिँ तपाईँहरूले पनि थाहा छ भने भनिदिनुहोस्। तम्बर्के खोजेको बिहानदेखिको तम्बर्के नपाएकोले गर्दा हामी लाग्यो है ओह्रालो। फेरि तम्बर्के नपाएन होइन। त्यसले गर्दा साइडबाट तम्बर्केहरू जस्तो म हुन्छ भनेर भन्थ्यो कि साथीहरूले। तम्बर्के खोज्दा तम्बर्के त पाएन। अब तम्बर्के नपाउँदाखेरि चाहिँ हामी चाहिँ ओह्रालो लागिसकेको छ। बाटो चाहिँ निकै डरलाग्दो बाटो रहेछ। यो तर्नुको लागि चाहिँ अलिक हिँडेकै मान्छे भन्नुहोस्। म नराम्रो लडिसकेको छु अघि नै हो। त्यसले गर्दा म पुरा जोगिनु पर्ने भएको छ भने। त्यसैले गर्दा हामी खुसीसँग तम्बर्के नपाएन। हामी खुसीसँग तल झरिसकेको छौँ। अब तम्बर्के बादमा खोजौँला। हामीले खाने पानी चाहिँ हेर्नुहोस् माथिबाट आउँछ यसरी। रुम्तेकको कायाथाङको यता साइडको ढङ्गाथाङको होला हौ। ढङ्गाथाङ कि कायाथाङ हो त्यो चाहिँ याद भएन। पब्लिक र अन्त यो रुम्तेक खानु सँगै खान्छ पानी बनाएर आएको। यहाँबाट साइडबाट कसले हाम्रो मनबाट पानी तानेको छ। यसो नगरिदिनु। अब अर्को पालिमा आउँदा पाइप रहेछ भने चाहिँ पाइप सबै डल्लो पारेर हामी लानेछु। तर अहिले चाहिँ निकालेर साइडमा मात्रै राखिदिएको छु हो साथीहरू। त्यसै गरेर हामीले पनि यहाँबाट निस्किनेको प्रबन्ध गरिसकेको छौँ भने हामी अब यहाँबाट निस्केर जाँदैछौँ। र साथीहरूले पनि यहाँ काम गरिरहेछ। के सफाहरू टिपेर लुगाफाटाहरू टिपेर हालिदिँदैछ सबैजनाले हो। यहाँ खाने पानीहरू दिएको र साथीभाइले यहाँनिर सफा गरिसकेको छ। अब चाहिँ हामी ओह्रालो लागेको
फुल फुलेको त्यो साथीहरू नराम्रो लडेँ म हो हेर्नुहोस् त दामी फुल फुलिहाल्छ जङ्गलमा हाम्रो खानेपानी छेउतिर हामी चाहिँ निस्किँदै अब त्यो साथीहरू यहाँ पनि धेरै राम्रो फुलहरू फुलिहाल्छ सानो फुलहरू फुलिरहेको छ केटाहरूले काम गरिसकेको छ भने हामी चाहिँ अब निस्केको यहाँ हाम्रो पानी सबै राम्रै रहेछ पानी चाहिँ डरलाग्दो छ बाटो चाहिँ हिँड्नु चाहिँ जानुपर्छ झन्डै फिला झन्डै फुट्यो पल्टेर हो 85 प्रेम लड्नु थियो हो अन्त हामी अब लागिरहेको छ अब बिस्तारैसँग लडिहाल्यो अब के गर्नु होइन जान्छ फेरि खोज्नेछौँ हामी ल कुहेको दौराहरू पनि पायो हामीले हो त्यो पनि बोकेर जाँदैछौँ हामी यहाँनिर मैला हुँदो रहेछ त्यसले फाल्नुको लागि लगेर पुग्छ हामीले यो चाहिँ के हो दामी प्लान्ट यो के प्लान्ट होला है कसले भन्नु सक्छ के मनी प्लान्ट होइन यो त मनी हिल प्लान्ट्स हौडेहरू कुरा गर्छ यो प्लान्ट क्या दामी मल हाल्यो हामीले 5 पत्ता है केटाहरू पुरै बोकेर आउँछ जङ्गलको फुलहरू टिपेर लानु हुँदैन बरु हामीले जङ्गलमा देख्यो भने यसरी माटो हालेर यसरी राख्ने होइन त्यो गर्नाले चाहिँ अन्तखेरि सुन्दर जङ्गल सुन्दर हुन्छ पानीहरूमा केही हुँदैन अन्त चाहिँ म भन्छु कि साथीहरूलाई पुरो पानी मल हाल्यो पानी त हाल्नु पर्दैन जङ्गलमा हो मल हालेर राखिदिनु होइन मल हालेर राख्यो भने चाहिँ अन्तखेरि भइहाल्छ र जङ्गलबाट हामी निस्केर जाँदैछौँ अब साथीहरूसँग फर्किने बेला भयो पानी पर्यो बेसी बसेर चाहिँ के भन्छ जुगले खाएर मार्छौ जुगाबाट छ त्यसले गर्दा I've changed for the better this time. I thought I would never be fine. मलाई एक जर पानी ल्याइदेन खुट्टा दिने I strive just to say I'm alright. And for the first time in a long time I'm alright. I've seen a lot of change, been through a lot of pain. So हामी चाहिँ अब फाइनली हामी चाहिँ तर गाडीमा आइपुगेको छौँ र हामी अब पानी बनाएर पनि फर्किने टाइम पानी बनाइसक्यो हो पानी बनाएर I'm not falling. I'll push all my chips and go hauling. I'll bet on myself, you keep stalling. I hear destiny and it's calling. I'll keep my head up high through the downs and lows, and we're all going live. Still nobody knows, but I'm trying to comes and goes. Ambo, itu khatra खेल्दो रहेछ कसम रोक अब स्टप